तपाईँको 100 रुपियाँमा है साथी। अब यहाँ हेर्नु 100 रुपियाँमा, यहाँ किनभने 100 रुपियाँको लागि उसले जाम गरेको छ, यहाँ देख्न सक्नुहुन्छ। अब यहाँनिर हेर्नु म 100 रुपियाँ यहाँ किन चलानमा हालेर दिन्छ। यो नेपाल अधिराज्यभरको पुलिस प्रशासनको यो ज्यादती, यो किनभने जाम किन भइरहेको छ, किन जाम गरिरहेको छ आवश्यकता, किनभने उसले के न के बहानामा 100 रुपियाँ खाएरै छाड्छ। अब यो म 100 रुपियाँ दिन्छु, 100 रुपियाँ दिएपछि मलाई सर्लक्क जान दिन्छ। हेर्नुहोस् है साथीहरू, हेर्दै जानुहोस्, यहाँ जाम तरासम्म लागेको छ। उनलाई के यहाँ जाम भएको छ किन, यो नेपाल अधिराज्यभरको समस्या हो। हेर्दै जानु है साथीहरू, यहाँनिर अलिक तलबाट नदेख्ने तरिका हेर्नु साथीहरू। म यो 100 रुपियाँ सर्लक्क यहाँ चलानमा गएर सर्लक्क दिएर अब यहाँ आइरहेको छ। प्रत्येक गाडी यो कारवाही, कुनै पनि गाडी कारवाही हुँदैन यहाँनिर, कुनै पनि गाडी कारवाही हुँदैन यहाँनिर। अब तपाईँको प्रत्येक गाडीबाट 100 रुपियाँ, कुनै गाडी पनि यहाँनिर कारवाही हुँदैन, कुनै गाडी। नेपाल अधिराज्य गृहमन्त्री, देशमा गृहमन्त्रीलाई पनि थाहा छ नेपालको हालत यतिसम्म नाजुक भएको छ कि यो अवस्था, यो दर्दनाक अवस्था हो। यो हर चेक पाएको छ। हाम्रो नेपाल सरकार गृहमन्त्री नालायक साला यस्तो पनि हुन्छ। पुलिसले चेकिङ गर्छ, पुलिस ट्राफिक हो चेक गर्दैन, पुलिस बसेको छ यहाँनिर पुलिस प्रशासन। अब यहाँ ल त सरकार के हो नि, सरकार यस्तै हो, त्यही छ सरकार के हो अनि के छ हजुरहरूको सब छ। देख्न सक्नुहुन्छ 100 रुपियाँमा, 100 रुपियाँ सरकार होइन। अब के गर्नु, अब अहिले मैले के भन्यो भने यसले यो यहाँ हुँदी लेक्चर दिएर मलाई जसरी भयो उसले 150 रुपियाँ खाएरै खान्छ। हेर्नुहोस्, अब यो एउटा चेक पोइन्ट अघि हामीले 500 रुपियाँ दियौँ तल एउटा है। यो किनभने 2 नम्बर प्रदेशको ट्राफिक कार्यालय सबैभन्दा ठुलो बतायो, पत्तामा 500 रुपियाँ। अनि यस्तो हुन्छ हामी नेपालको राजपथका गृहमन्त्री यस्तो भन्छ, गृहमन्त्री हो, गृहमन्त्री उसको के कुर्सीमा मात्रै हाम्रो सरकार, हाम्रो नालायक सरकार। हामी कस्तो देशमा, मलाई यो अफसोस छ कि यो देशमा जन्मिनु, मलाई दुर्भाग्य जस्तो लाग्थ्यो। जहाँ हेऱ्यो घुसखोरी छ। हेर्दै जानु होला साथीहरू। अब म आफ्नो चेक पोइन्ट पनि तपाईँहरूले देखाउने रहेछौँ है। चेक पोइन्ट हर चेक पोइन्ट, कुनै चेक पोइन्टमा नाम उनीहरूको महिनावारी हुन्छ, त्यसमा चाहिँ हामीले नाम भन्दै जानुपर्छ होइन। किनभने त्यो बाध्यता बनाएको छ कि उनीहरूले, किनभने उनीहरूलाई न अब खाएन भने जसरी भयो भने त्यो बनाउँछ नै। हेर्दै जानु होला।